हाई एभ्री वान वेलकम ब्याक टु माई युट्युब च्यानल। साथीहरू फेरि पनि हजुरहरू सम्पूर्णलाई मेरो अर्को नयाँ मुकबाङ भिडियोमा स्वागत गर्न चाहन्छु। र आज नि उयो स्पाइसी नुडल्स नै हो साथीहरू, होइन। र अन्डाको साटो चाहिँ मैले काँक्रा वरिपरि एउटा सानो काँक्रा तर मसिनो काटेर वरिपरि लाएर ल्याएको छ साथीहरू। 1 गिलास दुध पनि छ यहाँ चाहिँ साथैमा। र यदि हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ च्यानललाई सब्सक्राइब गरिदिनु होला। भिडियोहरू के कस्तो लाग्छ अन्तिमसम्म हेरेर कमेन्ट पनि गरिदिनु होला है त साथीहरू। अनि जस्तीको एउटा भिडियोमा चाहिँ एकजना हाम्रै युट्युब फ्यामिली साथी होइन, उहाँहरूले कमेन्ट गर्नु सिजे समथिङ के थियो, आइएम सरी है त, मैले ठ्याक्कै अहिले बिर्सेँ मैले तपाईँहरूको त्यो युट्युब च्यानलको नाम। उहाँहरूले चाहिँ मेरो जस्तै समस्या उहाँहरूको पनि हुँदैछ अरे होइन। त्यो अब अलिकति गणन गरिहाल्छु साथीहरू होइन, किनभने अब उहाँहरूले सोध्नु भएको थियो नि त, त्यही भएर। र मेरो पनि त्यस्तै अब कस्तो भने 1 वर्षभित्रमा चाहिँ 1 वर्षभित्र मोनिटाइज भएन भने चाहिँ यसरी नै घटेर जान्छ अरे होइन साथीहरू, जान्छ अरे। मलाई थाहा भएन, मेरो पनि अझैसम्म घटि नै राखेको छ। त्यही भएर मैले भिडियो चाहिँ अहिले त्यही रिस उठेर चाहिँ मैले त्यति कन्टिन्यू गरेको छैन होइन। खै यो वर्षभरि घट्छ कि कतिसम्म घट्ने त्यो मलाई थाहा भएन। मेरो पनि त्यस्तै भइरहेछ, तपाईँहरूको पनि त्यस्तै भइरहेको रहेछ साथी होइन। खै अब के गर्ने कसो गर्ने मलाई त केही उपाय पनि छैन। कहिले कहिले भिडियो अपडेट गर्छु होइन, अब त्यति भिडियो अपडेट गर्दा पनि भ्यू त राम्रै नै गइरहेको छ, यतिको त ठिकै नै हो भन्नुपर्छ होइन। त्यही पनि कहिले त्यो मेरो WT नै बढेन साथीहरू, झन् घटेको छ। त्यही हो, मेरो पनि त्यस्तै भइरहेछ होइन। कसको अब खै साथीहरू अरू कसैलाई थाहा छ भने के कसो गर्दा त्यो रोकिन्छ कि अर्थात् के हो कसो हो, तपाईँहरूले पनि जान्नुभएको छ भने चाहिँ हामीलाई पनि सेयर गरिदिनु होला भन्दै अब चाहिँ ढिला नगरिकन म सुरु गर्न चाहन्छु साथीहरू है त। अब चाहिँ यस्तै नै हो। ओके साथीहरू, लेट्स स्टार्ट है त। ओके साथीहरू, खाएँ ल। मेरो त साथीहरू यो च्यानलमा नि मोनेटाइज हुनको लागि 400 मात्रै चाहिएको थियो WT होइन। एकदम दामी WT बढेर पनि गइरहेको थियो, मजाले भ्यूहरू पनि गइरहेको थियो। तर ठ्याक्कै मेरो 1 वर्ष पुग्थ्यो डिसेम्बर 3 मा। त्यही भएर त्यहाँदेखि त त्यसकै हप्ता दिन पछाडि त घटेर गएको है। अहिले त 200 कि 300 त्यतिमा झरेर बसिराखेको छ है। त्यही भएर रिस उठेको हो क्या साथीहरू मलाई।
ओ माय गॉड ओके साथीहरु फाइनली डन है त दामी भयो र हजुरहरूलाई भिडियो के कस्तो लाग्यो अन्तिमसम्म हेरिदिनु भएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै आजलाई चाहिँ बिदा हुन्छु फेरि भेटौँ अर्को भिडियोमा हस् त साथीहरु बाइ बाइ